भोलि हुने नेपाल भर्सेस ओमनको म्याचमा हिजो खेलाडीहरू क्याच प्र्याक्टिस गर्दै हुनुहुन्थ्यो भने आज नेट सेसन रहेको थियो र नेट सेसनमा आज बलिङ र ब्याटिङको प्र्याक्टिस गर्दै हुनुहुन्छ हाम्रो खेलाडीहरूले। र तपाईँहरू भिडियोमा देख्न सक्नुहुन्छ कसरी हाम्रो खेलाडीहरूले बलिङ र ब्याटिङ प्र्याक्टिस गर्दै हुनुहुन्छ भनेर। हेरौँ है त कसले कसरी गर्दै हुनुहुन्छ बलिङ ब्याटिङ भनेर। उहाँ हाम्रो विनोद सर हुनुभयो, अनि हाम्रो यहाँ सोमपाल कामी सरले पनि बलिङ गर्दै हुनुहुन्छ, उहाँको एक्सन देख्न सकिन्छ। हाम्रो बसिर सरले गर्दै हुनुहुन्छ र हाम्रो रोहित सर ब्याटिङ प्र्याक्टिस गर्दै हुनुहुन्छ। हिजो उहाँको फर्म चलेको थिएन, भोलि ओमन भर्सेस म्याचमा चल्नेछ भन्ने हामीले आशा गरेका छौँ र सन्दीप लामिछानेको जादुमय हातको हामीले बलिङ त देखेकै छौँ र उहाँलाई भोलि हुने म्याचको लागि एकदमै शुभकामना दिन चाहन्छौँ र हामी पोइन्ट्स टेबलमा माथि आउनु छ, टप 4मा आउनु छ, त्यसको लागि अल द बेस्ट भन्न चाहन्छु।